अब हामी पनि यस्तै कोरिया जस्तै देश भएको, यस्तै विकास भएको, भारत जस्तै, अमेरिका जस्तै, अस्ट्रेलिया जस्तै, जापान जस्तै विकास भएको हामी हेर्न चाहन्छौँ। प्रत्येक विदेशमा बसेका नेपाली नागरिकले, प्रत्येक छोराछोरीले आफन्तले चाहिँ चुनावको बेला ए आमा, ए दाई, ए दिदी तपाईले भोट पुराना पार्टीलाई नहालौँ, नयाँ पार्टीलाई हालौँ, राम्रो मान्छेलाई भोट हालौँ भनेर हामीले दबाब दिउँ। हामी आफ्नै देशको माटोमा बस्न चाहन्छौँ, हामी आफ्नै देशमा रमाउन चाहन्छौँ, हामी आफ्नै आमाबुवासँग रमाउन चाहन्छौँ, हामी आफ्नै श्रीमतीसँग रमाउन चाहन्छौँ। कोही पनि नागरिक विदेशमा गएको हेर्न चाहँदैनौँ, कोही पनि नागरिक विदेशीको गुलाम भएको हेर्न चाहँदैनौँ, कोही पनि दिदी विदेशमा बेचिएको हेर्न चाहँदैनौँ, हामी विदेशीका बुट खाएको हेर्न चाहँदैनौँ। हामी आफ्नै नेपालमा बस्न चाहन्छौँ, हामी आफ्नै देशमा रोजगारी भएको हेर्न चाहन्छौँ। दक्षिण कोरियाको दुर्गम ठाउँ नेपालमा अब भनौँ न पहाडतिर अछामका कुराकानी गरौँ, त्यसै गरी विभिन्न कुराहरू हुम्ला जुम्ला कालीकोटका कुराकानी गरौँ होइन, त्यस्तै ठाउँमा चाहिँ म यति बेला आएको छु। हेर्नुहोस् त दक्षिण कोरियाको यो दुर्गम जस्तो ठाउँमा पनि यहाँ बिजुली बत्तीको व्यवस्थापन, खानेपानीको व्यवस्थापन, यहाँ चाहिँ शिक्षा, स्वास्थ्य, यातायातका विभिन्न कुराहरू चाहिँ यहाँ चाहिँ मैले बुझ्दाखेरि सबै कुरा पुगेको। नमस्कार आदरणीय सम्पूर्ण दर्शकबिनहरू, यहाँहरूलाई हार्दिक स्वागत छ। मेरो नाम हो भूपाल बजगाई। यति बेला म दक्षिण कोरियाबाट यो भिडियो तपाईँ माझमा प्रस्तुत गर्दैछु। यो चारैतिर डाँडा पाखाहरू छन् यो होइन, तपाईँहरूलाई मैले भिडियोमा पनि देखाइरहेको छु। यो विभिन्न यस्तो यो डाँडा पाखामा पनि दक्षिण कोरियाले चाहिँ आफ्नो देशको माटो चिन्यो होइन, आफ्नो देशमा चाहिँ उत्पादन गर्ने त्यो भिजन योजना ल्याएर पनि यस्तो ठाउँमा पनि विभिन्न यहाँ चाहिँ कल कारखाना यहीँ छन् होइन, यहाँ चाहिँ शिक्षा, स्वास्थ्य, यातायातका कुराहरू पनि यहाँ चाहिँ थुप्रैहरू छन्। कोरियाले आफ्नो देशलाई चिन्यो, आफ्नो देशको माटोलाई चिन्यो, आफूसँग भिजन योजना ल्याएर चाहिँ यस्तो ठाउँमा पनि यस्तो राम्रो विकास गर्न चाहिँ कोरिया सफल भयो के। आज कोरियाले चाहिँ कम्तीमा पनि 15 देखि 16वटा देशका नागरिकलाई चाहिँ यहाँ बोलाएर होइन, यहाँ चाहिँ काम गराएर एउटा रोजगारी दिएको छ होइन, त्यो रोजगारीले गर्दा आफ्नो देशको चाहिँ विकास गरेको छ। आखिरमा हाम्रो देश नेपाल कहिले बन्ला त यस्तो? अहिले पनि हाम्रा देश नेपालमा चाहिँ 10 रुपियाँको ट्याब्लेट खान पाएका छैनन्। अहिले पनि हाम्रो देश नेपालमा चाहिँ कतिपय ठाउँमा चाहिँ अन्धकार, बिजुली बत्ती पुगेको छैन, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातका सेवा सुविधाहरू पुग्न सकेका छैन होइन। आखिरमा यी पुराना नेताहरूले चाहिँ 30 देखि 35 वर्षसम्म चाहिँ देशको बागडोर सम्हालेका, देशमा पटक पटक सत्तामा गएर भत्ता खान पल्केकाहरू, अझै हामी देश विकास गर्छौँ भनेर जनता माझमा चाहिँ भाषण गर्दै हिँडेकाहरू, कि अब यिनीहरूबाट हाम्रो देश नेपालको विकास होला जस्तो लाग्छ त? मलाई त लाग्दैन। हेर्नुहोस् त यस्तो ठाउँलाई पनि कोरियाले विकास गरेर चाहिँ देशलाई एउटा समृद्धिको बाटोमा लगेको छ, देशको अर्थतन्त्रलाई चाहिँ एकदमै मजबुत बनाएको छ। कोरिया अहिले विश्वमा चाहिँ चिन परिचित छ, आफ्नो देशमा चाहिँ विभिन्न उत्पादनहरू गरेको छ, विभिन्न देशमा चाहिँ आफ्नो उत्पादनहरूलाई पठाएको छ। यहाँ नहुने भन्ने चिज केही पनि छैन कोरिया। अब हाम्रो देश नेपाल यस्तो कहिले बन्ला त? मैले छोटो निष्कर्षमा चाहिँ एउटा गाउँ जस्तो ठाउँमा आइराख्दाखेरि चाहिँ भन्न खोजेको के हो भनेपछि अब यी पुराना एमाले, काङ्ग्रेस, माओवादीबाट चाहिँ देशको विकास कुनै पनि हालतमा सम्भव छैन। यिनीहरूका लागि, यो पार्टीका लागि हाम्रा बुवा आमा बाजे बजै सबैले चाहिँ त्याग तपस्या गरेका हुन्, बलिदान गरेका हुन्, विधुवा अपाङ्ग टुहुरा अपाङ्ग भएका हुन् देशको। तर व्यवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तन पक्कै पनि भएन। आज हामी उनै बाजेका पाला, उनै आमाका पालामा जो ती पुराना पाखाहरू, पुराना ती नेताहरू मन्त्री थिए, प्रधानमन्त्री थिए, तिनै अहिलेसम्म चाहिँ प्रधानमन्त्री भएका छन्। उनीहरूसँग न त सिप छ, न त जोस छ, न त जाँगर छ, न त भिजन छ, न त एजेन्डा छ। यिनीहरूबाट सम्भवै छैन। त्यसैले अब हामीले चुनावको बेला तिनलाई हामीले बहिष्कार गर्नुपर्छ, तिनको हामीले पत्ता साफ गर्नुपर्ने हुन्छ। तिनीहरूलाई हामीले अब लडाइँ झगडा गरेर तिनलाई चाहिँ हामीले चाहिँ त्यसरी चाहिँ होइन कि अब चुनावको बेला मात्र हामीले भोट परिवर्तन गर्न समय आएको छ। चुनावको बेला भोट परिवर्तन गरौँ। अब हामी पनि यस्तै कोरिया जस्तै देश भएको, यस्तै विकास भएको, भारत जस्तै, अमेरिका जस्तै, अस्ट्रेलिया जस्तै, जापान जस्तै विकास भएको हामी हेर्न चाहन्छौँ। हामी हाम्रै पुस्तामा, यही पुस्तामा हामी आफ्नै आँखाले हेर्न चाहन्छौँ। चुनावको बेला हामीले भोट परिवर्तन गरौँ। मासु भात हुस्कीमा, बाइकमा, पेट्रोल रिचार्जमा नबिकौँ। प्रत्येक विदेशमा बसेका नेपाली नागरिकले, प्रत्येक छोराछोरीले आफन्तले चाहिँ चुनावको बेला ए आमा, ए दाई, ए दिदी तपाईले भोट
पुराना पार्टीलाई नहालौँ, नयाँ पार्टीलाई हालौँ, राम्रो मान्छेलाई भोट हालौँ भनेर हामीले दबाब दिउँ। नभए घर आउँदैनौँ हामी चाहिँ, नभए तपाईँले आफन्त नबन्नु होला, नभए तपाईँले भाइ नबन्नु होला, नभए तपाईँले दिदी नबन्नु होला भनेर भोट जसरी पनि हामीले परिवर्तन गर्न आवश्यक छ। अब हामीले नयाँ अनुहार, जो पाखुरामा बल छ, जो बुद्धि छ, जो सबै चिजमा सक्रिय छ, जो भिजन छ, एजेन्डा छ, हो त्यस्ता व्यक्तिलाई हामीले जिताएर पठाउनु पर्ने हुन्छ। मेरो भनाइ यति नै हो कि एमाले काङ्ग्रेस माओवादी मुक्त नेपाल हुनुपर्छ भन्ने मेरो भनाइ हो। र अहिले यी नयाँ भनिएका अनुहारहरू, जो आशा गरेका अनुहारहरू, जो जनताका प्रिय छन्, उनले चाहिँ केही न केही आशा गरेका छन्, तर ती नयाँ भनेका अनुहार चाहिँ फरक फरक पार्टी खोलेर फरक फरक सभापति बनेर के रमिता देखाउन खोज्यौँ। अहिले जनताको भावना अनुसार तपाईँहरू एकजुट हुनुहोस्, तपाईँहरू एकजुट भएर चाहिँ देशको परिवर्तन गर्नका लागि लाग्नुहोस्। स्वार्थपनका लागि फरक फरक पार्टी खोलेर के रमिता गर्न खोज्नु भएको। जब तपाईँ एक ढिक्का हुनुहुन्छ, यिनीहरूको पुरानो शासन सत्ता, यिनीहरूको पत्ता साफ, यिनीहरूलाई भोलिका दिनमा टर्च लाएर खोज्नुपर्ने अवस्था सिर्जना हुन्छ। त्यसैले तपाईँहरू नटुट्नुहोस्, तपाईँहरू एकजुट हुनुहोस्, एकजुट भएर अगाडि बढ्नुहोस्। जनता तपाईँहरूको साथमा अवश्य छन्। हामी आफ्नै देशको माटोमा बस्न चाहन्छौँ, हामी आफ्नै देशमा रमाउन चाहन्छौँ, हामी आफ्नै आमाबुवासँग रमाउन चाहन्छौँ, हामी आफ्नै श्रीमतीसँग रमाउन चाहन्छौँ। कोही पनि नागरिक विदेशमा गएको हेर्न चाहँदैनौँ, कोही पनि नागरिक विदेशीको गुलाम भएको हेर्न चाहँदैनौँ, कोही पनि दिदी विदेशमा बेचिएको हेर्न चाहँदैनौँ, हामी विदेशीका बुट खाएको हेर्न चाहँदैनौँ। हामी आफ्नै नेपालमा बस्न चाहन्छौँ, हामी आफ्नै देशमा रोजगारी भएको हेर्न चाहन्छौँ। हामी साँझ बिहान पख काम गरेर पाखुरा चलाएर भए पनि आफ्नै घर फर्किन चाहन्छौँ। हामी बाकसमा हामी प्याक भएर हामी नेपाल जान चाहँदैनौँ। हामी आफ्नै देशमा स्वाभिमानी नेपाली भएर बाँच्न चाहन्छौँ। हामीलाई शिक्षा चाहिएको छ, हामीलाई स्वास्थ्य चाहिएको छ, हामीलाई रोजगारी चाहिएको छ, हामीलाई यातायात चाहिएको छ, बाटोघाटो चाहिएको छ, यी सबै कुरा चाहिएको छ। त्यसको लागि मात्र हामीले भोट परिवर्तन गर्न आवश्यक छ। आदरणीय सम्पूर्ण दर्शकबिन्दुहरू, यो भिडियोलाई तपाईँले धेरैभन्दा धेरै सेयर गरिदिनु होला है त।